हेलो एन्ड नमस्ते। सो आज चाहिँ हामी फाइनली धान काट्न जाँदैछौँ। सो धान काट्न चाहिँ यहाँको मान्छेहरू टन्नै सबैजना धान काट्नकै लागि गइरहेछौँ। अनि त्यही हो, यता धान खेती देख्न सक्नुहुन्छ टन्नै है। के गर्ने अब, काम गर्नै पर्यो। घाम लोद लागेको छ क्या, अनि त्यही भएको कारणले चस्मा लगाएको छ। फेरि गरिब भएको छ पन्जा पनि बिचोक, बाटो यस्तो छ है धान खेती पर। अब धान काट्ने हो। चुमारे हाले नआएको चाहिँ हो जुरु प्लास आउँदा सुन समेत ब्लाक्छु क्या। यत्रो खेत छ धान काट्नलाई। सबैजना धान काट्नेको ग्याङहरू यता छ। अब त घाम लाग्यो, खतरा घाम। धान यस्तो छ है, धानहरू यत्तिकै हिलोमा हेर पानी यसरी काटिदिए यहाँनिर काट्नको लागि। धान चाहिँ यस्तोले काट्दो रहेछ है, हाँसिया होइन। खै अब यसको नाम चाहिँ के पो भन्नु, कराउँदी। ए सबै गाउँले आएछ है, धान खेती बवाल छ है। आज बवाल ककलले कसरी काट्छ सब हेर्नुपर्छ। यता पानीको पुलु धान हाना हेम्छ ब्रे तपाईँ चुङ हेम्छ न चुङ्क्यो यार पाउ चुघारा हेम्छ हो ल ngaजानी यिहरू लागेको सबै बिसान्दामा पानी 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 ल ए तिसेरको उलासम्म बेसी हेऱ्यो। यहाँ माथिदेखि तल 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 सबै धान काट्ने मेलामा धान काट्नुपर्छ मजाले ढुक्कले। सबजना धान काट्न आइसकेको छ। माथि माथि मै भर्खर आउँदैछ सबै माथि सबजना आउँदैछ। अब कोही यहाँबाट काट्दै जान्छ, कोही माथिबाट काट्ने, कोही कहाँ कहाँबाट हो कहाँ गयो सब काट्नुपर्ने यत्रो खेतबारी। अनि हामीले बिहान माथि काट्यो हो, सबले यहाँ तल काट्न सुरु। एकछिनमा हामी भेट्छौँ ठक्क। सबको धान कटाए, यता काट्ने, यता बमबहादुर दाइ पनि आउँदैछ। अनि यहाँ सबै धान चाहिँ खतरा फलेछ है, यताबाट। अनि कोही हो माथि माथि आउँदैछ, माथि सबैजना गाउँले सब आउँदैछ कलाएर। खाना जान्छ ब्रेसेला ल लाइन लाग्दिउँ यहाँ बुडुङरुङ खाएको अब सही सही अब सक्ने गरी चु फेरङ गरेन यो सबै काट्नुपर्ने। आम्मा कहिले सक्ने थाहै छैन। धान खेती गर्न गाह्रो रहेछ, यस्तोले काट्दा काट्दा पानी खाने धान गोड्ने, पानी खाने धान काट्ने। अब सबैजना लाइन आएपछि त यो त के एकैछिनमा गुडुङडुङमा माथिबाट चाहिँ काट्न सुरु भइसकेको छ है। काट्न सुरु भइसक्यो। यो चाहिँ सेन्टर जेल नुवाकोटको सेन्टर जेल। अनि यता हाम्रो सभापतिहरू धान काट्ने .com यता छ। अब यस्तो घाम चाहिँ यस्तो लाग्छ कि घामको त अब त कालोको माथि कालो हुने भयो, वातावरण खत्तम भयो। अब एकछिनमा काटेको हेर्न पाइन्छ तपाईँहरूले।
1 2 3 4 5 6 7 सबैजना यस्तै छ मैले चिन्नै गाह्रो भयो जुम गरेर हेर्नु पर्यो अब को कसैले पनि चिन्दैन कुरा गरे मात्रै चिन्छ कुरा नगरेसम्म कोही कसैले चिन्दैन ल लागम अब लो 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 लाग्दैछ बुडुक टुक पहिला खाजु जानी छिरो ब्राखी हेर्यो म लो ज्याजिम थे त याजङ बम छ पंग ए चाङ चाहिँ छोरी जाङजिङ छिरो बेबला इन्जिवा ल देबे जाङ लागो छ जाङ फ्यो फिछौं दिन दिरा ना हुरुङ रुङ पेयार म छ ना जानी गुङ्ग्योटी त छान्दानी है छ गुङ्जे गुङ ए बीचको सेन्टरमा चाहिँ म काट्ने हो छेउ छेउमा चाहिँ नकाट्ने हो ल सुरु गरिसक्यो ल यता काट्न सुरु भइसक्यो अब यता नि ल ढक ढक बसौँ त म चाहिँ यहाँनिर बस्नु पर्ला गरी खानै पर्यो यो नगरिकन चामल खान पाउँदैन अर्काको सम्पत्ति कमाएर आदिया कमाएर यही नि हाम्रो खबर ल सुरुवात हानम त गडम गुरुङ कोही तलबाट कोही ओइ पर पर जानु न अहिले छेउछेउमा ल अब मेरो सुरुवात यहीँबाट छिर्ने हो ए चप्पल त यहीँ फुगाल्ने हो क्या त्यसो भए ल चप्पल यहाँ फुगाल्नु पर्यो खाली खुट्टाले यी हारेछम ठिक न त अब यी मुसँग यी रियो ए ल हाजु है तब थे जो ब्रेयू बुला रहे ब्रेयू बुला रहे ये चु सा जमन टाक्टो ल अब काट्न सुरु हान्नु पर्यो 15 मिनेटमा आधी सकाइदियो यहाँ चाहिँ हिलो रहेछ लो हिलो हाम्रो जिन्दगीको सुहाल हेर्नुहोस् हो हामी भनेको त अर्काको धनी के अरे सम्पत्ति कमाएर अरूलाई धनी बनाउने काम अरूलाई धनी बनाउने आफू दुःख गर्ने यस्तो छ काम यही हो बस्नु गाउने आदिया खाने यस्तै त हो जिन्दगी धान कटाउने कडा अब सब अगाडि भइसक्यो म चाहिँ पछाडि चाहिँ अब मेरो काट्नु पर्यो ल दिस इज द रियल स्टोभ परबाट काटेको सो फाइनली यहाँ आइसक्यो काट्दा काट्दा एक गडा हलमा सक्न लाग्यो थकाइजाउँ पर भन्छ किसान भनेको किसान रेल एक्सर्साइज हो यहाँ को हो भनेर चिन्दै चिन्दैन सबको अनुहार पुरै घाममा डबाएर छोपे घामले मन त्यस्तै छु
यस्तो त कति हो ठुलो सब खेत काट्नु पर्ने रे मेरो त पहिलोचोटि लाइफको पहिलो स्ट्रगल हो फार्मिङ ल सब थाकिसक्यो घाम नलागेको भए त हुन्थ्यो नि हेर्नु कसरी काटिन्छ यहाँ त पारा Kini mijang waigo jin breve magate bas preening hala. Rang baila la le di boseng ko lang. Lati boseng gini. Ni video la la la. Asika viral daw se. पसिनाको धारा यस्तो हुँदो रहेछ ओरिजिनल रेलाई यस्तो गाह्रो हुँदो रहेछ कि किसानको जिन्दगी यस्तै हो पर त धान पिट्न समेत थालिसकेको छ यतातिर जुम कतिसम्म हो यहाँ त धान पिट्न थालिसकेको छ सो यता हाम्रो काट्ने अब 1-2 दिनपछि हामी पनि पिट्नु पर्ने हुन्छ झार्नु पर्ने पिट्नु हो कि झार्ने हो त्यस्तै ल हेर्दा हेर्दा एउटा गडा सर्लाप्पै सकायो 10-15 मिनेटमै सकायो एउटा गडा अब त पानी खान पाएको भए त हुन्थ्यो अब पानी खाने अनि हान्ने यहाँ हेर्नु होला जोक छ यहाँ गाह्रो छ नेपालको लाइफ कहाँ सजिलो छ त्यतिकै किसानको जिन्दगी एकदमै गाह्रो छ हेर्नु पसिना झारी राख्नु पर्छ ल यो दुःखलाई हेरेर सबैले सिएर हान्दिनु होला गाउँले लाइफ यस्तै हो स्ट्रगल गर्नुपर्छ हँसिया नलागेपछि हेट स्ट्रगल चाहिँ डेन्जर गर्नुपर्ने रहेछ नेपालमा बिजोक छ खाना तर्के सर्वयार जिउ यता अर्को टोली छ हेर यता भयो यता हुँदै यता छ अर्को टोली सावधान काटेर आयो हाय आम्मामा यत्रो खेत भर्खर सघायो हालत खराब छ अझै बाबु नानी हो स्पिड बढाउँदा अलिकति पुगेन म त यतिको जमानामा त एक गडा एक्लैले काट्दिन्थ्यो बाबु नानी हो स्पिड बढाउँदा अहिले बुढो भयो के त्यही भएर तर यो त यो गडा म एक्लैले बिताइदिन्छु यो चाहिँ खाने चिज हो क्या मास खेत यार सक्न लाग्यो यार अझै कता हो कता
घाम झुल्न लागेछ म पर्न सजिलो हो कि यो के अरे धान काट्न सजिलो हो र ल बर्बाद भयो लो बर्बाद भयो अब पढाइ छोड्दै अब त्यसो भए धान काटौँ ड्याङ्की ड्याङ लाएर